तपाईँ आजकल मबाट टाढा टाढा हुँदै गए जस्तो लाग्छ, किन होला? अनि के कुरा गर्छौ? हिजो आज कामको प्रेसरले गर्दा मैले घरमा टाइम मात्रै दिन नसकेको। म तपाईँलाई राम्ररी बुझ्छु। तपाईँमा बदलाव आएको महसुस हुँदैछ। हामीले हाम्रो सम्बन्ध कहिलेसम्म लुकाउने आर्यन? माया, म बाध्य छु। म तिमीलाई प्रेम गर्छु आर्यन, तर म तिम्रो छाया मात्र भएर बाँच्न सक्दिनँ। प्रतीक्षा गर्दा गर्दै कति वर्ष बिते थाहा नै भएन, तर जिन्दगी भने अझै अलमलमै उभिरहेको छ। कति सपना बुनेको थिएँ तिमीसँग। सपना बुन्नुको अर्थ के रहेर? आखिर जिन्दगी त भाग्यअनुसार चल्दो रहेछ। तिमीसँग हुँदा सबै ठिक लाग्छ, तिमी बिना सोच्दा पनि डर लाग्छ। म पनि त्यही सोचिरहेको छु। त्यसो भए किन यस्तो सम्बन्धमा बाध्य हुनु? जहाँ म तिम्रो साथमा हुँदा पनि आधा मात्रै हुन्छु। म चाहेर पनि यो सब रोक्न सक्दिनँ माया। माया भनेको रोक्न नसक्ने कुरा हो भने त्यसलाई निभाउन सक्ने पनि त हिम्मत हुनु परेन, होइन? म कमजोर भएँ माया। कमजोरी त माया होइन आर्यन, कमजोरी त सत्य स्वीकार्न नसक्नु हो। म तिमीलाई गुमाउन चाहन्न, तर तिमीले मलाई पाएको पनि त छैन। म त सधैँ पर्खाइमै छु, तिम्रो निर्णयको, तिम्रो साहसको। म प्रयास गरिरहेको छु। माया प्रयासले होइन, निर्णयले टिक्छ। समस्या गाँठो परेको छ भने फुकाउने हो, गाँठो समाएर बस्न होइन माया। ऊ त भिड देखेको छस्? तँ पहिरो हो, जान जोखिम छ, तर त चढिस्। अब पार गर्नको विकल्प छैन। म के गरौँ रिमा? यदि उसले माया गर्छ भने उसले निर्णय लिनुपर्छ। म उसको संसार बिगार्न चाहन्न। उसको परिवार छ, त्यो परिवार फुटाउन चाहन्न। खाँचो सधैँ साथ दिने मान्छेको मात्रै थियो, तर जिन्दगीले सधैँ आश देखाउने मान्छेसँग मात्रै भेटायो। त आजभोलि दिनदिनै हराउँदैछस् यार। जिन्दगीले कहिलेकाहीँ यस्तै मोड ल्याइदिन्छ, जहाँ जे गरे पनि गलतै लाग्छ यार। गलत जिन्दगीले होइन, गलत निर्णयले ल्याउँछ। म कसैलाई चोट दिन सक्दिनँ यार। त्यो तेरो सबैभन्दा ठुलो गल्ती हो, भ्रम हो। यार, दुईटा डुङ्गामा खुट्टा राखेर पार लाग्दैन यार। अझै पनि समय छ, छोड्दे उसलाई। म कुनै एकलाई छोडेर अर्कोलाई अँगाल्न सक्दिनँ यार। म कसैलाई गुमाउन चाहन्न यार। तैँले दुवैलाई पाउने आशमा सबैलाई गुमाउँदैछस्। धोका सुन्दर आवरणमा लुकेर आउँछ स्नेहा। मिठो बोली अनि व्यवहारको पछि गहिरो षड्यन्त्र भइरहेको छ। शङ्का त मलाई लागेकै थियो, आज स्पष्ट भयो। तिमी स्पष्ट हुनै पर्छ स्नेहा। मलाई लाग्छ आर्यन बदलिसकेको छ। सत्यको सामना गर। पानी शिरमाथि पुग्नु अघि नै ठोस कदम चाल स्नेहा, नत्र अनर्थ हुन्छ। म गलत मान्छेलाई माया गरिरहेको छु, तर न मेरो माया गलत छ न उसको, तर हामी पात्र गलत छौँ।
आर्यन आज निर्णय गर। म तिमी बिना बाँच्न सक्दिनँ, तर स्नेहलाई पनि छोड्न सक्दिनँ। हाम्रो माया पाप त होइन, तर म आज टाढा हुँदैछु। सँगाले थे मिठा सपनाहरू, उडी गए सिमल का स्नेहा, मलाई सबै थाहा भयो। स्वर्णिम कल्पनाहरू फुटी गए। उसलाई धेरै माया दिनु ल, मोहनता पनि ठुलो विद्रोह हो आर्यन। सँगाले थे मिठा सपना। सायद यही नै माया हो, न छुप्ने न लुक्ने। धोकालाई सम्झेको खरे साउनको भेल पो रहेछ। परेलीमा सोचेका यादहरू आँसुको थोपा पो रहेछ। सँगा